चेक गर्छ कि मेटेरियल गर्नु परिहाल्यो नि भन्नाले चेन्ज भयो। अब जस्तो मिक्सले डाइरेक्ट फ्लेकिनेस गर्यो, पासिङलाई चाहिँ लिएर जोडिदियो हैन, जो रिटेन हुन्छ नि त्यो रिटेनलाई ल्याएर किन भन्दाखेरि त्यो सानो साइजको हो नि त, सानो साइजको हो नि त। हाम्रो त यहाँ त त्योभन्दा ठुलो 1.8 इन्च छ हैन, 1.8 इन्च छ भने त्यो पासिङलाई छोडिदिने हैन, अनि त्यो रिटेन भएकोलाई वेट लिने, बुझ्यो हो। अनि रिटेन भएकोलाई वेट लिएर फेरि त्यसमा चाहिँ रिटेन गऱ्यो भने पनि त्यसरी भनेको कम्बाइन हुन्छ, बुझ्यो हो। त्यो भनेको चाहिँ कम्बाइन, किन भन्दाखेरि तिमीहरूको चाहिँ जस्तै यो एग्रिगेटको टोटल चाहिँ कति 2 केजी थियो भने 2 केजीमा पास भएको त हाम्रो पास हुने, त्यो फ्लेकिनेसमा पास हुने भनेको त हाम्रो साइज रिड्युस गराएको छ नि, 0.6 ले के अरे 0.4 ले रिड्युस गरायो नि ओपनिङ हैन। अब त्यो भनेपछि के भनेको त भन्दाखेरि त्यो भनेको त त्यहाँ पास गर्दाखेरि के अरे त्यसमा राख्दाखेरि अटोमेटिकली पास हुन्छ त हैन, भनेको यो त हाम्रो इनलार्ज हो नि त साइज। अब भनेको रिटेनलाई मात्र लिने, रिटेनको वेट गर्ने, त्यसको छुट्टै बनाउने, अनि त्यसैले रिटेनलाई फेरि रिटेन गरायो भने त्यति राख्यो भने चाहिँ त्यो कम्बाइन हुन्छ, बुझ्यो हो। अहिले तिमीहरूले यहाँ गरेको चाहिँ इन्डिभिजुअल भयो।